हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ। अनि तपाईँको जिन्दगीमा कहिलेकाहीँ माफ डाउन भइ नै हाल्छ। तपाईँको जिन्दगीको सबैभन्दा दुःखद क्षण चाहिँ कुन थियो? मेरो जिन्दगीमा एकदमै दुःखबाट आएको मान्छे हो म, होइन? तर मलाई धेरै दुःखहरू मध्ये पनि यो कोरोनाको टाइममा चाहिँ म एकदम पीडामा थिएँ। पैसा पनि थिएन, ब्याङ्कमा त्यही 3-4 लाख रुपियाँ थियो, होइन? अनि ब्यालेन्सहरू थिएन, स्पेयरमा नि त्यही 5-10 हजार थियो। अनि पकेटमा पैसै थिएन, त्यही 1000-1200 रुपियाँ थियो। अनि अलिअलि भोला स्टक किनेर राखेको थियो। अनि क्वारेन्टाइनमा जानुपर्ने भयो त्यो टाइममा। अनि भोला छुटेछ। अनि फेरि फर्केर आउनलाई पुलिसले बाहिर आउनै नदिने। अनि त्यसपछि अब भोला साथीहरूसँग सोधेँ, कसैले पनि छैन, हामीसँग छैन, सबै छुट्यो भने। उनीहरूले चाहिँ मलाई शरीरमा अलि बाबु भए, मैले देख्ने गरी खान्थेँ बोला, तर मलाई चाहिँ एकदम खाप लाग्थ्यो। अनि मलाई दिँदैन उनीहरूले भावुक बनाएर शरीरमा अलिक भावुक भए। अनि त्यही हो, अब साथीहरूले अनि भोला दिएन। आफ्नो भोला चाहिँ सबै छोडिहाल्यो। पुलिसले बाहिर निस्किन नदिनु पाएपछि अनि 1-2 प्याकेट थियो, त्यो 1-2 दिनमै सकिहाल्यो। 15 दिन जति क्वारेन्टाइनमा बसेको। अनि एकदम हराउने, मर्छु कि जस्तो लाग्थ्यो। म फर्केर आएँ। तर त्यो भोला भने मेरो जिन्दगीको सबैभन्दा एकदम मेरो सबसे बेस्ट भनेको भोला हो। तर म धेरै दिन त्योबाट लिनै पाएन, होइन? अनि पानी खाने पैसा पनि हुँदैन थियो। अनि त्यही पुरानो स्टक थियो अलिकति, त्यति बेला बाहिर निस्किनै दिँदैन पुलिसले। अनि त्यो ब्ल्याक लेबल 2टा थियो, एउटा रेड लेबल थियो। अनि त्यही पिएँ मैले पानीको साटो। पानी खाएर पानी के पैसै नभएर